ड्राइभरै छैन ल न्यू ब्लग हेलो गाइस आज चाहिँ हामी कहाँ जान लागिरहेछौँ भने गनकसान जान लागिरहेछौँ गनकसानमा जाँदैछौँ टक्क लगाएर मौसम पनि राम्रो छ यसो त्यहाँ गएर यसो पौडी सौडी खेल्ने ठाउँ छ अरे हेरौँ कतिको पौडी खेल्न सक्ने ठाउँ रहेछ यो लुते भाइले भने हो होइन हो लुते भाइ लुते भाइले चाहिँ हेरेर आएको अरे त्यसले पनि अस्ति लुतो निकालेर लिएर आएको अरे हामी नि गएर अब लुतो झारेर आउने हो टक्क लाएर होइन ल त गाइस अब हेर्दै जाउँ म तपाईँहरूलाई देखाउँदै गर्छु ठाउँ हाम्रो गाउँलेको बर्थडे छ आज टक्क लगाएर ह्याप्पी बर्थडे ब्रो थ्याङ्क यू बर्थडे हो यस केटाको चाहिँ आज टक्क लगाएर के छ बर्थडे ब्रो हालखबर आज हेलो भनिदेऊ मेरो भ्लगमा वेलकम टु माई मिस्टर रुममेट भ्लग ड्राइभर बिनाको ट्रेन कस्तो हुन्छ म तपाईँलाई देखाउँछु ड्राइभर बिनाको अहिले हामी ड्राइभर नभएको ट्रेनमा चाहिँ टक्क लगाएर हेर्नु त ड्राइभरै छैन ल ड्राइभरै छैन ल हेर्नु कोरिया चाहिँ यति बित्ति डेभलप भइसक्यो नि होइन पुरै छोड्यो क्या अब लास्ट नेक्स्ट लेभल त्यो मेट्रोमा लास्टै छोडेको हेर्नु त यहाँनिर अगाडि हेर्नु अब हामी चाहिँ फाइनल यहाँनिर आइसक्यौँ यहाँ सिउमा बसेर चाहिँ केही न केही चाहिँ खाने हेर्नु गाइज यो चाहिँ सिउमा टक्क लगाएर बसेर एउटा रामेन भयो नि अब गरिब मान्छे मैं तो गरीब हूँ भाइ इसलिए एक रामेन खाता हूँ और दिन भर के लिए चल जाता है मेरा त हिँड्न पनि त्यसरी थालेछ हौ ल दुध देख्यो क्या जनकपुरको हामी ठक्क लगाएर गेटमा आइसक्यौँ है राइट जाने राइट ओहो यहाँ चाहिँ नाइस रहेछ है तर यहाँ चाहिँ धारा रहेछ केटा हो धारा हाम्रो पुरै गाउँको याद दिलायो पानी चिज जाऊँ न उता जाऊँ न यो गर्मीमा कसरी हिँड्नु होइन अलरेडी म चाहिँ सेफ्टी अप्नाएर आउँथेँ क्या गाई त्यही भएर अब यस्तो गर्नु हो यस्तो खोल्ने हो थेरापी हो कि यो यहाँनिर चाहिँ यस्तो यहाँनिर चाहिँ माटोमा है टक्क लगाएर त्यहाँमा यसरी टक्क लगाएर माटोमा हिलो खेल्नलाई होइन जो हेल्थको लागि राम्रो हुन्छ भनेर यो चाहिँ यस्तो ठाउँ बनाइदिएको छ क्या ओ मान्छे त टन्नै रहेछ हौ मान्छे त यहाँ आनन्दले साथी आनन्दले अब चाहिँ यस्तो हामी चाहिँ होइन यस्तो पारामा घुमिरहेछौँ है यहाँनिर चाहिँ हामी अलि यसो अलिअलि ज्यानस्यान डुबाउँला भनेर आएको तर यहाँनिर बच्चाहरू अनि बच्चा जस्तो बुढाबुढीहरू चाहिँ रहेछन् है यस्तो ठाउँ रहेछ अब यहाँबाट हामी चाहिँ अब अर्कै ठाउँमा जान्छु होइन केटाहरू तिमीहरूलाई के लाग्छ क्या होइन एउटा क्वेसन क्या यो मलाई बिदा क्या होइन आधी घन्टामा सक्या जस्तो लाग्छ होइन अनि त्यो 6 दिनको काम चाहिँ 6 वर्ष जस्तो लाग्छ क्या 6 वर्ष होइन 12 वर्ष जस्तो लाग्छ क्या त्यो काम चाहिँ सबसे यही हो क्या एउटा मलाई यस्तो रिस उठ्छ नि अब चाहिँ हामी पौडी खेल्न जानु लाग्छौँ है अब चाहिँ हामी पौडी खेल्न जानु लाग्छौँ हाम्रो मेट्रो पनि आयो टक्क आएर यत्रो छ मेट्रो हेर्नुहोस् अब यहाँभित्र चाहिँ खासै भिडियो गर्नु मिल्दैन गाइस त्यही भएर कत्रो ठुलो बिल्डिङ सातो लागेको थिएन होला खाँदैन खाएको मोज गरेँ हो र कम्तीमा 6 महिना 1 वर्ष
एउटा स्वर्ग अनि के अरे? आज मेरो अघि छोरी मनको माटोलाई बजाइ गरी बिर्सिन्थे अरू बेला सम्झिन्थे मायाको नाटक गरी उठाए तेरो फाइदा गर्दै ज्वाइँ सबै कार पाए घरमा हेलिकप्टर ल्यान्ड गर्छन् तिमी यति मात्र बन बुढो नै मेरो फ्यान बन्छन् आमाले पूजा पाठ छोडी बिहान मेरो ध्यान गर्छन् हाम्रो ट्याम्पर त होइन कुनै जरिया तिम्रो बाल बच्चा पाल्ने बनी दिन्छु भयो अहिले चाहिँ तिमीलाई पठाउने कोसिस मात्र गरिरा तिमी चाहिँ लज्जौ त उता सरिरा ज्यान लाग्यो सरी त्यसले त जुबान पनि सुधारेर आएछ अहिले एडभान्स भइसक्यो होला छोरी आएर सबैले नराम्रो भयो नि यसलाई चाहिँ राम्रै भएको छ है एन्ड्रोइडबाट उत्रिन सकेको छैन त्यति हो अरू त सब यो अपडेट भइसक्यो जाम एक दुई डुब्की हान्दिउँ भनेर होइन यस्तो पारामा यस्तो छ हामी आएको ठाउँ चाहिँ यहाँनिर चाहिँ रमाइलो छ है गाइस अक्कल आएर हेर्नु स्विमिङ पुल अब कस्तो यो गरीमा स्विमिङ पुल देख्नु भनेर त होइन सुनमा सुगन्ध हो नि त पानी नि हट होला मिलाएको छ गाइस अब यहाँ पैसा मिलाउँदैछ बर्थडे बोयले अक्कल आएर अब बर्थडे बोयसँग फेरि सुक्को रहेनछ हेर्नु न चाहिँ 3 लाख कमाउँछ फेरि यसले हेर्नु होइन 3 लाख कमाएको लागि रेस्टुरेन्टमा काम गर्छ 3 लाख कमाउँछ तर अहिले 3 मान निकाल्नलाई गाँड पटिरहेको तै पनि अब कोसिस जारी छ निकाल्दै छ अब निस्क्यो पैसा निस्क्यो गाइड पैसा चाहिँ म्यानेज भइसक्यो म्यानेज भइसक्यो 1 कल हो फेरि 1 कल आइपुग्छ अब चाहिँ टिकट नि काट्ने भयो साथी मलाई एउटा बक्सर पनि किनिदेऊ न एउटा बक्सर नि किनिदेऊ न अब एउटा बक्सर नि किनिदिन्छ अरे अब त मैले कस्तो पौडी खेल्छु होला त उहाँ हेर न यार बेजीहरू छन् यार टिकट नि काट्यौँ अब हामीले है बल्ल बल्ल टिकट नै जुगाड गरेर काट्यौँ अझै यत्तिकै छिटिरहेको छ है प्लान पनि थिएन आउने अब है टक्क लगाएर होइन राजा कट्टु नभएर खेल्न पाइएन है आउँदैछ कट्टु आउँदैछ हाम्रो अब किन्न जाँदैछ कट्टु नभएर खेल्न पाइएन सिक्नेले फेरि ल यता खोलिरहेको छ कि यता जाम के गाइस म चाहिँ यहाँनिर खेल्नको लागि अर्को कट्टु चाहिने रहेछ यस्तो यस मैले लगाएको यस्तो कट्टुले नहुने रहेछ है म त बक्सर लाएर आइरहेको छु बक्सर लाएर खेल्न नमिल्ने रहेछ ऊ यस्तो कट्टु चाहिने रहेछ जेस केटोले पहिल्यै भित्रबाट लाएर आएर खेल्न पाएँ मैले त पाएन अब कट्टु लिन गइरहेको मेरो साथी यहाँनिर 4 छन् 4 मान्रे अनि 4 मान कसरी तिर्नु हौ मरे दुवैजना मरे हेल्प त्यो त डुबाइ छ यार लास्ट डुब्ने रहेछ यार डुब न तिमी नि डुब न रुडे त डुबाइ छ यार ल यार मरे कि यार ओ यार रमाइलो भयो है तर यहाँनिर आउन चाहिँ खुब प्रिपेयर भएर आउनुपर्ने रहेछ गाइस है प्रिपेयर नभइकन चाहिँ खासै आउनु नमिल्दो रहेछ त्यहाँबाट भित्र चाहिँ पानी नै परिसकेछ यो उसकोमा है हामी चाहिँ जोसमा आइदियौँ त्यस्तै आइदिउँ तर केही छैन स्विमिङ खेल्यो एकछिन खेलेर अब चाहिँ घरतिर लाग्नुपर्छ है रमाइलो भयो यस्तो छ यदि तपाईँहरू पनि कोरिया बस्नुहुन्छ भने चाहिँ यहाँनिर आउनु लाएर यो चाहिँ साथी यो ठाउँको नाम के हो भन त के हो यार हाङगाङमा आएपछि हाङगाङ रिभरमा आएपछि यहाँनिर त देखिहालिन्छ यहाँनिर यस्तो छ तपाईँहरू नि आउनु चाहनुहुन्छ भने चाहिँ आउनु सक्नुहुन्छ रमाइलो छ फेरि कोरिया बस्नुहुन्छ भने चाहिँ ल
उयो चाहिँ छामसिल टावर हो मेरो जाँड मराउने ठाउँ यहीँनिरबाट हो त्यो छ दामी हामी साथी छोड डान्स चाहिँ खतरा देखायो है केटाहरूले डान्स चाहिँ खतरा देखायो है त केटा हो हल्का है त हल्का 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 है त हल्का मुद्दी भन्ने हुन्न अहिले हामी आफैले हानुपर्छ जाति बोला चिची बनाउँदै बसिरहेको नेपाली मुख चकाइदिन्छु यसो हेर्नुहोस् अब टक्क पारामा एउटा विशेषता भनेको चाहिँ पौडी खेल्नु रहेछ क्या गर्मीमा केटालाई चाहिँ टोपी छैन भनेर निस्क्यो भनेर तर टोपी नभए पनि यहाँनिर यस्तो जुगाड भइरहेको होइन यसलाई चाहिँ टोपी छैन निस्किने भनेर यहाँ लुकेर बसिरहेछ म एक हातले मजा आउँछ यो यी छिङ्गुगा मजा आउँछ यो छिङ्गुगा मजा आउँछ यो छिङ्गुगा मोजा आउँछ निका मोजा छुसेयो छिङ्गु मोजा छुसेयो उनीहरूलाई टोपी छैन कि छैन भनेर लास्टै गर्दैछ रेडी 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 अब चाहिँ हाम्रो भ्लग पनि सकेला जस्तो भयो पौडी पनि सक्यो है अब चाहिँ हामी अन्तिम टाइममा आइसक्यौँ अब चाहिँ हामी निस्किने हो गाइज है अब यो ठाउँबाट हामी बिदा हुने हो टक्क लगाएर यिनीहरू बोकाहरू फेरि के हेर्दैछन् यहाँनिर कोही रेल काट्दैछन् कोही के हेर्दैछन् अब के हो अन्त तिमीहरूलाई रेल काटेको कुरा भन्छ यस्तो छ है अब चाहिँ हामी निस्किदिएको गाइज है अब चाहिँ हामी यहाँबाट बिदा नि हुनुपर्छ एउटा साथीको चाहिँ टोपी छैन सुशीलको टोपी छैन टोपी लगा भनेर लास्ट ल्याङ गरेर चाहिँ त्यसलाई निकालिसक्यो अब नेपाली लगा हामीलाई थाहा पनि थिएन अब के गर्ने भनेर त्यही पनि यहाँनिर रमाइलै भयो अब चाहिँ हाम्रो नुहाइ धुवाइ नि सक्यो यी चड्डी यहाँनिर यसरी बोकेर हिँड्यौँ अब टक्क लाएर है चड्डी यहाँनिर यसरी बोकेर हिँडेको छौँ अब चाहिँ हामी लाग्यो गाइज है ल त गाइज अब हामी निस्किन लाग्यो है आजको भ्लग चाहिँ अब कस्तो लाग्यो तपाईँहरूलाई यसो कमेन्ट गरिदिनु होला मन पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन नपऱ्यो त अब म खासै केही पनि भन्दैन तपाईँहरूलाई मन नपऱ्यो भनेर ठिकै छ तर मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु हस्त ल गाइज धन्यवाद